एउटा यस्तो राज्य जहाँ एउटा फेमस नाम चलेको ब्ल्याक स्मिथ थियो, जो एउटा स्टोरको मालिक थियो। एक दिन उसलाई भाग्यले साथ दियो। उसले बनाएको हात हतियार राम्रो अनि गुणस्तर भएर सबै एउटा राज्यबाट किनियो, जुन राज्य किङडम अफ काइरो थियो। त्यहाँ एउटा ठुलो युद्ध चलिरहेको थियो, जहाँ त्यस ब्ल्याक स्मिथलाई एउटा अवसर प्राप्त भयो, जसले उसको स्टाटसलाई माथि उठाउने अवसर पायो। जब युद्ध सकियो, तब ब्ल्याक स्मिथलाई एउटा पोजिसन दियो ब्यारोनबाट, जो एउटा तल्लो तहको ठुलो मान्छे हो, र एउटा प्लेसको मालिक बनाइयो। ती हुन् मास्टर रोमन डिमित्रीको बुवा रोमेरो डिमित्री। अब हामी देख्छौँ हाम्रो स्टोरीको मेन क्यारेक्टर रोमन डिमित्री, जो अहिले एउटा बुढो मान्छेलाई यो समयको वर्ल्डको बारेमा इन्फर्मेसन कलेक्ट गरिरहेको हुन्छ, र त्यही हुन्छ एउटा क्यारेक्टर हान्स। हान्स चाहन्छ कि मास्टर रोमन किन यस्तो कुरा सोच्दै हुनुहुन्छ, जुन कुरा यहाँ भएका सबैलाई थाहा छ। त्यसपछि हामी देख्छौँ केही समय अगाडि रोमन भन्छ, म डिमित्री फ्यामिलीको ठुलो छोरा। यो जहाँ म बसेको छु यो किङडम अफ काइरो, जहाँ मुरिम बोलको अस्तित्व नै छैन। हान्स भन्छ, हजुरले सही भन्नुभयो। आज किन मास्टर रोमन अलिअलि चेन्ज भएको देख्छु। सायद यतिखेर उसले ड्रग्स कन्ज्युम गरेको हुनुपर्छ, किनभने अहिलेको समयमा धनीको छोरा छोरीको बिचमा यो एउटा सामान्य कुरा भइसकेको छ। त्यसमाथि मास्टर रोमनको सन्दर्भमा अलिक बढी नै छ। आज हजुरको फियन्सी लरेन्स फ्यामिलीकी लेडी यहाँ आउँदैछिन्। उनी एउटा असल, सामान्य र नम्र स्वभावकी छिन्, जसले गर्दा उनीसँग हुने भेटलाई राम्रो वातावरण बनाउन उपयुक्त हुन्छ होला। रोमन भन्छ, त्यो भन्दा नि अरू इम्पोर्टेन्ट कुराहरू छ जुन म जान्न चाहन्छु। यहाँ सबैभन्दा बढी उमेरको व्यक्तिलाई लिएर आउनु, र एउटा कुरा भन्छु कि जुन लेडीको तिमी पुरा गर्दछौ त्यो लेडी मेरो लागि अहिले त्यति इम्पोर्टेन्ट छैन। त्यो भन्दा नि इम्पोर्टेन्ट मलाई के छ भने यो वर्ल्डमा कसरी बाँच्न सकिन्छ भनेर। हान्स सोच्छ कि जसले आफ्नो सबै जीवन यही ठाउँमा यही समयमा गुजार्यो, त्यसलाई यस जीवनको बारेमा जान्न के जरुरी छ। खैर, मलाई के छ र, मास्टरको अर्डर मैले पुरा गर्नै पर्छ। अब हामी देख्छौँ प्रेजेन्टको सिन। मलाई यति मात्र थाहा छ। रोमन भन्छ, यसको लागि थ्याङ्क्स, यति कुराले मेरो धेरै सहयोग भयो। म यसको लागि पछि रिवार्ड दिन्छु। र त्यो बुढा मान्छे भन्छ, यो त मेरो सम्मानको कुरा हो जो तपाईँसँग कुरा गर्न पाएँ। रोमन सोच्छ कि रोमन डिमित्री मेरो रियल नेम बग्जिन हो, जसले मुरिम बोलमा आफ्नो एउटा नाम राखेको थियो। जब मेरो आफ्नो सबै सपना पुरा भयो, मैले आफ्नो मृत्युलाई शान्तसँगले एक्सेप्ट गरेँ। तर जब मेरो आँखा खुल्यो, तब मैले मलाई पाएँ रोमन डिमित्रीको बडीमा। के यो हेभेन्सबाट गरिएको इच्छा वा सजाय हो? रोमन यो सबै सोचिरहेको हुन्छ कि बाहिरबाट झगडा गरेको आवाज सुन्छ। बाहिर केही मान्छे एउटा केटालाई कुटपिट गरिरहेका हुन्छन्। हान्स पनि झगडा हेर्न बाहिर आउँछ। जब उसले झगडा हेर्दा एउटा केटाको हातमा एउटा ट्याटु देख्छ र भन्छ, यो ट्याटु त फ्याङ्क्सको हो। त्यतिखेर रोमन पनि त्यहाँ पुग्छ र भन्छ, यो फ्याङ्क्स के हो? हान्स भन्छ, यो ट्याटु हेर्दा त ब्लड फ्याङ्क्स ग्रुपको जस्तो छ। रोमन, ब्लड फ्याङ्क्स? हान्स भन्छ, यो यस्तो ग्रुप हो जुन डिमित्रीको एरियामा मात्र नभएर वरिपरिको क्षेत्रमा पनि रहेका हुन्। हेर्दाखेरि यस्तो देखिन्छ कि अहिले जुन केटाले पिटाइ खाँदैछ त्यसले उनीहरूबाट धेरै कर्जा लिएको हुनुपर्छ, तर अहिलेको लागि हामी यस्तो गर्नुपर्छ कि केही नभएको जस्तो। तर जब हान्स रोमनलाई हेर्छ, रोमन त्यहाँबाट अघि नै फाइट भएकोतिर गइसकेको हुन्छ। रोमन त्यहाँ पुगेर भन्छ, रोक त्यो झगडा। त्यही भएको एउटा केटा भन्छ, रोमन डिमित्री, त एउटा सामान्य व्यक्ति हो कि तैँले भन्दा हामी यो केटालाई कुट्न रोक्छौँ भनेर? त्यही भएको एउटा केटा भन्छ, रोमन डिमित्री, त एउटा सामान्य व्यक्ति हो कि तैँले भन्दा हामी यो केटालाई कुट्न रोक्छौँ भनेर? त्यो केटा भन्छ, हाम्रो सामान्य डिमित्री सरलाई नराम्रो लाग्यो भन्दै बिल्ला गर्न थाल्छन्। हान्स भन्छ, मास्टर, अब हामी जानुपर्छ। ब्लड फ्यान्सको मेम्बर अलिक खतरनाक हुन्छन्। रोमन भन्छ, हान्स, म यहाँको नियमको बारेमा त्यति जान्दिनँ। यहाँको नियम कसले तोड्यो र नियमका आधारमा को गलत छ? हान्स भन्छ, जुन केटा कुटै खाँदैछ, जसले कर्जा बढी लिएको छ, उसले कर्जा तिरेको छैन भने यहाँ उही गलत छ। तर ब्लड फ्यान्सको मेम्बरलाई यो अधिकार छैन कि यसको जिम्मा उनीहरूले लिएर निर्णय गर्न। यो भन्दा नि इम्पोर्टेन्ट यो छ कि यिनीहरूले तपाईँको बेइज्जत गरे, त्यो पनि डिमित्री फ्यामिलीको ठुलो छोराको। यसका लागि तिनीहरूलाई मृत्युको सजाय पनि दिन सकिन्छ। रोमन भन्छ, तिमीहरूले सुन्यौ, तिमीले यहाँको नियमको उल्लङ्घन गरेका छौ, त्यसैले म डिमित्रीको ठुलो छोरा, म तिमीहरूलाई सजाय दिन्छु। त्यहाँको एउटा मान्छे भन्छ,
थाहा छ कि त सामान्य व्यक्ति होस्, तर जीवन कसरी जिउनुपर्छ तँलाई थाहा छैन। के त हामी सबैसँग फाइट गर्न चाहन्छस्? रोमन भन्छ, त यो कुरा ठिक हो। रोमन भन्छ, के गफाडी जस्तो कुरा गरेको? तिमीहरू सबैजना खराब मान्छे हो जसलाई डिमित्री फ्यामिलीको ठुलो छोराको सम्मान नगरी बोलेका हो, जसको लागि मलाई कुनै कदम पछाडि गर्नु नै छैन। यति भन्दै रोमन तिनीहरूलाई एट्याक गर्न अगाडि बढ्छ र त्यतिखेर नै ती ब्लड फ्यान्सको मेम्बर पनि एट्याक गर्न रेडी हुन्छन्। तब रोमन अगाडि गएर आफ्नो हातमा भएको एउटा लट्ठीले ब्लड फ्यान्सको मेम्बरको घाँटीबाट पुरै आरपार गरिदिन्छ, जसले गर्दा त्यो मान्छे त्यहीँ मर्छ। आफ्नो साथी मरेको देख्ने बित्तिकै सबै डराउँछन्। त्यसपछि सबैजना एकैचोटि एट्याक गर्छन्, तर रोमन एउटाको एट्याक ब्लक गर्दै एउटालाई मुट्ठीभरिको बलले एउटालाई भित्तामा पुने गरिदिन्छ र फेरि अर्को समयमा त्यही लट्ठीले त्यस केटालाई मारिदिन्छ। हान्स भन्छ, यो व्यक्ति के हाम्रो मास्टर रोमन नै हो त? रोमन सोच्छ, जब मैले यो संसारमा आँखा खोलेँ, मैले मलाई रोमन डिमित्रीको बडीमा पाएँ। रोमन डिमित्री फ्यामिलीको ठुलो छोरा, जो धेरै ड्रग्स अनि पिउनेको चक्करमा थियो। जब काइरोमा लडाइँको लागि भनेर सबै क्षेत्रबाट व्यक्ति छनौट गरियो, तब रोमन पनि लडाइँका लागि छानिए, तर लडाइँमा जाने डरले एक दिन गर्छ आत्महत्या। उसले कस्तो जीवन बितायो त्यो मतलब छैन, तर अहिले यो शरीरको मालिक म। हेभेनली डेमोन्स्ट्रेटको लिडर बक जुन ह्युग, जब यो बडीमा म छु तबसम्म म जीवन काट्छु, त सिर्फ ह्युग जस्तै। यस्तै गरी रोमन ब्लड फ्यान्स ग्रुपको सबै मेम्बरलाई मारिदिन्छ। एउटा व्यक्ति भाग्दै राक्षस भन्दै जान्छ, तर त्यही समयमा रोमन त्यसको टाउको समातेर भन्छ, मलाई राक्षस नबनेको भए म तेरो जीवन छोडिदिन्थेँ, तर यो भनेबाट तैँले पाउने भनेको मरण मात्रै हो भनेर त्यस व्यक्तिलाई पनि मारिदिन्छ। त्यसपछि रोमन भन्छ, मेरो नाम हो रोमन डिमित्री र यहाँको सजाय कसैलाई मन पर्दैन वा सही लागेन भने मसँग आएर यसको प्रश्न गर्न सक्छ र म जतिखेर पनि तयार हुनेछु।